हेलो नमस्ते हजुरहरूलाई स्वागत छ हाम्रो बीके ट्राभलिङ ब्लगमा। आज चाहिँ हाम्रो यात्रा छ मुक्तिनाथ मन्दिरसम्मको। हामी जाँदैछौँ मुक्तिनाथ दर्शन गर्नलाई। हजुरहरूले हाम्रो भिडियो हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछौँ। हामी चाहिँ सिडी चढ्दै जाँदैछौँ मुक्तिनाथ मन्दिर दर्शन गर्नलाई। मेरो बुढा चाहिँ अगाडि हुनुहुन्छ, म चाहिँ पछि छु हैन। हामी चाहिँ जाँदैछौँ दर्शन गर्न। माथि गेटसम्म पुग्यौँ, बिस्तारै गइरहेछौँ। यहाँ अलिकति सिडी चाहिँ चढ्नु पर्ने हुन्छ हैन। हजुरहरू आउनुभयो भने हामी सिडी चढेर माथिसम्म नै छ, आउनुपर्छ। अनि यता चाहिँ बुद्धको यो घुमाउने राखिएको रहेछ। यहाँ चाहिँ मैले पनि घुमाएँ, सायदै उल्टो घुमाइछु होला, फेरि सुल्टो घुमाउँदैछु। झन्नै लडिनँ पनि म हैन। यतातिरको मौसम भन्नुपर्दा चाहिँ एकदम रमाइलो छ। पानी परेको अवस्थामा हामी गएको थियौँ हैन। साउन महिनाको भिडियो हो यो चाहिँ हैन। अब साउन आज भदौ लागिसक्यो, मैले भिडियो अपलोड गर्न सकिरहेको थिइनँ। समय परिस्थिति त्यस्तै छ। समय परिस्थितिको कारण मैले भिडियो अपलोड गर्न